नेपालको कफी थाइल्यान्डमा, थाइल्यान्डको कपडा नेपालमा। नमस्ते, म प्रकाश सुवेदी, थाई मार्ट भरतपुर चितवनको सञ्चालक तथा हिमालयन कफी ब्याङ्ककको पनि सञ्चालक। नेपालमा विगत 4 दिनदेखि हुँदै गइरहेको सामाजिक सञ्जालको अवरुद्धको कारणले मलाई पनि प्रत्यक्ष असर परेको छ। म यही टिकटक मार्फत मेरा व्यावसायिक साथीहरू, ब्याङ्ककमा हुने मेरा व्यावसायिक साथीहरू तथा एनआरएनका अभियन्ता साथीहरू मार्फत सम्पर्क गरेर जोडिन चाहन्छु र यसरी समस्या हजुरहरूलाई नपरोस् भनेर म नेपाल सरकारलाई पनि छिटोभन्दा छिटो यसको समस्या सुल्झाइदिन आग्रह गर्दछु। मैले विगत लामो समयदेखि थाइल्यान्डको कपडा नेपालमा बेच्ने मात्रै होइन, नेपालमा उत्पादित नेपालको कफी र च्याउ पनि, नेपालको कफी र चिया तथा चिज पनि ब्याङ्ककमा बेच्ने गरेको छु। यसले मलाई चाहिँ अहिले केही सामान अर्डर गर्न, यताको सामान उताको सामान अर्डर गर्न, पेमेन्ट गर्न मलाई केही असुविधा भएको छ। अब मलाई आशा छ यो चाँडैभन्दा चाँडै समस्या सुल्झिनेछ र सम्पूर्ण साथीहरूसँग म यस टिकटकमा जोडिन छु र अन्य साथीहरूलाई पनि नेपालको सामान थाइल्यान्ड लैजान र थाइल्यान्डको सामान नेपाल लिएर आउनु पर्यो भने पनि त्यस्तो केही सल्लाह सुझाव चाहिएमा मलाई सम्पर्क गर्नुहुनेछ। म यसरी थाइल्यान्ड ओहोरदोहोर गरेको अहिले 2001 देखि हो, करिब 24 वर्ष भएछ र अन्य कुरा म हजुरहरूलाई आफ्नो मनको जिज्ञासा टिकटक मार्फत जोड्दै जानेछु। सम्पूर्ण मेरो साथीहरूलाई नमस्ते, सवादिका। नेपालको कफी थाइल्यान्डमा, थाइल्यान्डको कपडा नेपालमा। नमस्ते, म प्रकाश सुवेदी, थाई मार्ट भरतपुर चितवनको सञ्चालक तथा हिमालयन कफी ब्याङ्ककको पनि सञ्चालक। नेपालमा विगत 4 दिनदेखि हुँदै गइरहेको सामाजिक सञ्जालको